हेलो गाइस, फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। सो आज चाहिँ म नदी जाँदैछु बुढी र म कपडा धुनुको लागि, कपडा यति छ धुनुको लागि। यसलाई लगेर जानु छ। यहाँ मेहमान एउटा छ, पक्नै मात्रै खेदाउँछ मलाई चाहिँ हेर्नै सक्दैन कुकुरले। ओइ कोको कोको हेर्न हेर्न बिसाको यसँग चाहिँ आउँछ, योसँग चाहिँ मान्छ। सो गाइस यति नै हो, यो बनाएर आउनु। अहिलेको लागि चाहिँ हामीहरू म बहिनीको गाउँ जान्छु पहिला, त्यहाँदेखि फेरि कन्टिन्यू गर्छु। सो अहिलेको लागि चाहिँ यति। हेलो गाइस, फाइनली म मेरो सालीको घर पुग्यो, आधा घरवालीको घर। हेर्न सक्छ यस्तो छ यो रुम चाहिँ। मेरो साली नानी यहाँ भाडा दिँदैछ। के गरेको किन लजाउँछ? सबै लजाउँछ, बुढी पनि लजाउँछ, यो पनि लजाउँछ। के गरेको? के नाचेको? के नाचेको साली? मेरो एक नम्बरको छुच्ची साली चाहिँ हो। यसलाई त म कान्छी बुढी बनाएरै छोड्छु। अनि कान्छी बुढी बन्छ यो मेरो। ल गाइस म आइपुगेँ यहाँ। अब सिधै नदीमा पुगेर त्यहाँदेखि कन्टिन्यू गर्छु। अहिलेको लागि चाहिँ यतिमै राख्छु। सो गाइस फाइनली हामी चाहिँ पुग्यो नदी हो। यहाँ बुढी छ, कपडाहरू यति बेसी लिएर आएको छ धुन्छु भनेर। मान्छे डरो छ तल, ऊ साली अगाडि हिँड्दैछ, कुकुर सम्हाल्दैछ त्यसले चाहिँ। सो हेर्नु सक्छ यहाँको, तपाईँहरू नि आउनुसक्छ। यो चाहिँ के भन्ने जग्गा भने 6 किलो हो। 6 किलोमा आउनुसक्छ तपाईँहरू नि। यहाँ आएर इन्जोय चिल गर्नुसक्छ तपाईँहरू। आउनु जरुर भिजिट किजिएगा इधर। यस्तो छ यहाँको सिन चाहिँ हेर्नु सक्छ। पिकनिक चल्दैछ यो है। ला झर्छ, मलाई त थाहै छैन त। मलाई के थाहा यो झर्ता हामी क्या गरेका। हिँड्न त लु यस तपाईँहरू बनाएर आउनु मेरो ब्लगमा। सो अहिलेको लागि चाहिँ यतिमै राख्छु। पहिला नदी पुग्छु, बाटो पुरा हेर्नु ढुङ्गा सुङ्गा छ, अरू सामान पनि भारी छ। त्यो तपाईँहरू बनाएर आउनु। अहिलेको लागि चाहिँ म त्यहाँ पुगेर त्यहाँदेखि चाहिँ कन्टिन्यू गर्छु। सो गाइस फाइनली हामीहरू नदी पुगिसक्यो। हेर्नु सक्छ यहाँ बुढीले चाहिँ कुकुरलाई नुहाउँदैछ। अनि मेरो साली यो, कसैलाई चाहियो भने भन, नम्बर दिइदिन्छु उसको। दिइदिनु मेरो साली कसैसँग बे गर्दिनँ अरे कि, मसँगै मात्रै बे गर्छु भन्छ। जेटी कान्छी बस्ने भन्दा। सो हेर्नु सक्छ यहाँको यो हामीहरूको ब्रिज हो। सो तपाईँहरू बनाएर आउनु, हामीहरू इन्जोय गर्छु। कपडा सपडा धुनु छ, कपडा धुएको देखाउँछु। बुढीले कपडा धुन्छ यो चाहिँ। सो अहिलेको लागि यति नै राख्छ। ल गएस कुकुरहरूले पानी तोड्नु सक्छ हेर। यो कुकुरले पानी तोड्छ। अब चल हिँड, कको नुहाउनु आइज। अझै नुहाउँछ, के को भयो अब हेर्नु यसलाई पक्रिला। तिमीलाई मार्छ फेरि त्यसको मालिक। कको जा बाँधिदियो। अब उतापट्टि बाँध्न, घाममा बाँधेर। कपडा धुइदिँदैन खालि मेरो साली चाहिँ लगेको के त। मलाई थाहा छैन, मैले खानाको हेर्नु। मलाई पछाडिबाट भिजा चाहिँ अहिले रक्ति कपडा धोइसकेको ल पहिला। त्यहाँदेखि तिमीलाई म उठाएर हुँ त्यहाँ पछाडि। तपाईँहरू बनाउनु, म पहिला कपडा धुन्छु। यति छ कपडा धुनुको लागि, मलाई दिइहाल्छ। बनाएर आउनु। हेलो गाइस, तपाईँहरूलाई एउटा चिज देखाउँछु। हेर्नुहोस् त, दुईवटा बुढी बे गर्नेको फाइदा यही हो। दुईवटा बुढी भयो भने चाहिँ आफू चाहिँ घुमिराख्नु पाउँछ हो। एउटाले यहाँ धुइरहेको छ, एउटाले यहाँ। यो चाहिँ कान्छी बुढी हो अनि यो चाहिँ जेठी हो। दुईवटा बे गर्ने भाग्यमा किस्मतमा लेख्नुपर्छ भाइ, किस्मतमा हुनुपर्छ दुईवटा बुढी। हो कि होइन अन्त कान्छी बुढी? दुईजना नुहाउनु खोजेको हेर, नुहाउनु जाने छैन। नुहाएर छिटो। सो गाइस यहाँ हेर्नु सक्छ दुईजना आज बुले पानी गर्दैछ। हो म गाना गाइदिन्छु, नाच। यहाँ पनि मान्छेहरू थुप्रो बसिरहेको छ हो गाइस, यता पनि छ। सो गाइस तपाईँहरू बनाएर आउनु। म चाहिँ अहिलेको लागि यतिमै राख्छु। पहिला नुहाइ गरेँ, त्यहाँदेखि कन्टिन्यू गर्छु। किनकि टाइम छैन, अब हामीहरू पनि छिटो जानुपर्छ। घरमा पनि गएर पानी सानी बनाउनु पर्नेछ। अहिलेको लागि यतिमै राख्छु। सो कस्तो लाग्यो तपाईँहरूलाई भन्दै गर्नु होला, कमेन्ट पनि गर्नु होला। सो अहिलेको लागि चाहिँ यतिमै राख्छु। सो फाइनली गाइस हामीहरू चाहिँ नुहाइसक्यो। अब चाहिँ कपडा सपडा लगाएर, सो यो कपडाहरू सबै उठाउनु पर्ने छ। यहाँ सबै कपडाहरू छ। सो त्यो सबै कपडाहरू उठाएर सो हामीहरू पनि अब निस्किने। हामीहरू पनि नुहाइसक्यो। सो हेर्नु सक्छ पुरा इन्जोय गऱ्यो आज चाहिँ। सो जाडो पनि लाग्दैछ। सो फटाफट निस्केर जाने, फटाफट गरेर जानुपर्ने छ। सो बनाएर आउनु। अब अहिलेको लागि चाहिँ यतिमै राख्छु। अब सिधै घरकोतिर सुरु गर्छु।
अहिलेको लागि चाहिँ यति राख्छु बाई बाई सो गाइस सबै कपडा सपडा समेटेर भइसक्यो अब निस्किने अब कस्तो लाग्यो साली नुहाएर बढिया लाग्यो सो गाइस हामीहरू निस्किँदैछ अब त बनाएर आउनु तपाईँहरू अहिलेको लागि चाहिँ यति राख्छु हामीहरू पहिला बाटो निस्किन्छु बाटो यो पुरा ढुङ्गा गाडी छ ऊ सामान पनि बेसी हेभी छ त्यही कारणले अहिलेको लागि चाहिँ यति राख्छु अगाडि गएर निकाल्छु फेरि कन्टिन्यू गर्छ सो गाइस हामी चाहिँ जाँदैछु हेर्नु सक्छ यहाँ जङ्गल छ पुरा ऊ त्यो अगाडि चराको घोसला रहेछ ऊ चराको घोसला हेऱ्यो हो यो फोनले बनाउनु यो फोनले हुँदैन यस्तोले हुँदैन यो मेरो यो युट्युबको लागि हो नि त सो गाइस तपाईँहरूले हेर्नु सक्छ यहाँ कस्तो जङ्गल बाटो रहेछ यो भन् को अलिक छिटो हिँड लु हिँड सिधै हिँड न माथि सो बुढी दि हिँड थुप्रै सामान बोकेर हिँड्नु गाइस पुरो फाट्दैछ मेरो यहाँ छ खड्डा यहाँ गम्मै पस्यो भने त गम्मै जान्छ हौ कताबाट हिँडेको तिमी त्यता हिँड्न निका छिटो आएछ एउटा अगाडि पुगिसक्यो छिटो आएछ अब देखाउँछु गाइस तिमीहरूलाई यहाँको कमल यिनीहरू चढ्नु सक्दैन के हो ए यहाँ ढक्का नै झरिसक्यो यसले चाहिँ बार त दुःख दिइरहेको मलाई चढ माथि चढ छिटो उनीहरू चढेको हेर्न सक्छ क्या चढ्दैछ यता हेर्न सक्छ यो भित्र हेर्न सक्छ पुरा मान्छे अड्डा यो सबै त्यो दारू खानेहरू केटीबाजी गर्नेहरूको सबै अड्डा हो चाहिँ चढ्नु सकिएछ मेरो चाहिँ फाट्छ नि यहाँ हेर यम्मा हिँड यस्तो छ जग्गा चाहिँ गाइस हेर्न सक्छ बहुत सुन्दर जग्गा छ तपाईँहरू न आउनु यहाँ सो गाइस अहिलेको लागि चाहिँ यतिमै राख्छु किनकि बहुत भारी भइरहेछ अगाडि अझै माथि पुग्नुपर्छ स्कुटी भएको जग्गामा सो त्यही कारण अहिलेको लागि चाहिँ यतिमै राख्छु सिधा रुम पुगेर कन्टिन्यू गर्छु सो अहिलेको लागि चाहिँ बाटो पनि नजर चाहिँ हेर्नु दामी छ ये मेरा कुछ नहीं था सो गाइस हामीहरू चाहिँ घर पुग्यौँ फाइनली सो तपाईँहरूलाई कस्तो लाग्यो यो ब्लग तपाईँहरूले भन्नु होला सो यही थियो आजको दिनभरिको ब्लग चाहिँ सो तपाईँहरूले लाइक कमेन्ट सेयर गर्नु चाहिँ नबिर्नु अरू यो फेसबुकको पेज र यो युट्युबको सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला सब्सक्राइब गरिदिनु होला सो यही हो मेरो ब्लग चाहिँ सो आजको लागि चाहिँ यतिमै राख्छु फेरि नेक्स्ट ब्लगको लागि वेट गर्नु सो बाई बाई